लाइभ प्रुफ एस्टाब्लिसमेन्टबाट चाहिँ मैले चाहिँ विड्रो गर्न गइरहेको छैन। हजुरहरूको अगाडि चाहिँ मैले चाहिँ यहाँबाट चाहिँ आफ्नो ई7 आइडी नम्बर हालिसकेको छु र यहाँबाट चाहिँ म विड्रो लिन गइरहेको छु। सिम्पली म विड्रोमा क्लिक गर्छु र यहाँबाट चाहिँ कन्फर्म गरिदिन्छु। अब यति गरेर चाहिँ आफ्नो आइडी हालिदिन्छु हैन, आइडी पासवर्ड हालिदिन्छु यहाँ र यहाँबाट मैले कन्फर्म गरिदिसकेको छु हैन, अपरेसन सक्सेसफुली भनिसकेको छु र यहाँबाट चाहिँ मेरो चाहिँ यहाँबाट चाहिँ ब्यालेन्स कटिसकेको छैन। अब हेरौँ कति बेरसम्म चाहिँ हाम्रो चाहिँ विड्रो चाहिँ रिसिभ हुन्छ र विड्रो रिसिभ अहिले चाहिँ हाम्रो चाहिँ कति बजेको छ, 3:21 गएको छ र कति मिनटमा चाहिँ हाम्रो चाहिँ विड्रो रिसिभ हुन्छ त्यो पनि म देखाउँछु हजुरहरूलाई। र साथीहरू मैले चाहिँ यहाँ चाहिँ पेमेन्ट चाहिँ रिसिभ गरिसकेको छु हैन। पेमेन्ट चाहिँ अघि नै 2-3 घण्टा अगाडि नै आइसकेको रहेछ, तर म चाहिँ त्यति बेला अनलाइन थिइनँ हैन। अहिले चाहिँ यहाँ चाहिँ अब मैले चाहिँ यहाँबाट चाहिँ पेमेन्ट चाहिँ कन्फर्म गरिदिन्छु। यहाँ स्क्रिनसट पनि दिन्छ भने चाहिँ मैले पाएको र यहाँबाट चाहिँ मलाई चाहिँ यसलाई चाहिँ कन्फर्म गरिदिन्छु नि मैले पेमेन्ट पाएँ भनेर कलेक्ट कन्फर्म गरिदिन्छु र यहाँबाट कन्फर्म गरिदिन्छु र सक्सेसफुली भइसकेको छैन। $10 विड्रो चाहिँ मैले ई7मा चाहिँ पाइसकेको छैन। अब यस एप्लिकेसनबाट हामीले कसरी काम गर्ने, कसरी के गर्ने, कसरी अर्निङ गर्ने म सम्पूर्ण कुरा चाहिँ यस भिडियोमा बताउँछु हैन। कमेन्ट सेक्सनमा छ एप्लिकेसनको लिङ्क, सिम्पली कमेन्ट सेक्सनमा जानु, कमेन्ट सेक्सनमा गएर चाहिँ लिङ्कलाई चाहिँ क्लिक गरेर चाहिँ प्ले स्टोरमा हजुरले लाइन्छ, त्यहाँबाट चाहिँ डाउनलोड गर्नु होला र कुनै पनि गुगल आइडीबाट चाहिँ साइन अप गरेर चाहिँ एप्लिकेसनलाई चाहिँ लगइन गर्नु होला हैन। यति गरेपछि हजुरको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसक्यो हजुरले सिम्पली मी वाला आइकनमा क्लिक गर्नु होला तलपट्टि र हजुरको यहाँ अगाडि आउँछ, यहाँ माथिपट्टि आउँछ फेस भेरिफिकेसन भनेर यहाँ अप्सन आउँछ नि, फेस भेरिफिकेसन भनेर आउँछ यहाँनिर ठ्याक्कै यहाँ माथिपट्टि आउँछ फेस अथराइजेसन भनेर आउँछ नि, यही वरिपरि आउँछ नि यहाँनिर टक्क क्लिक गर्नु, आफ्नो एउटा फोटो हाल्नु र फेस देखाउनुहोस् र फेसलाई त्यहाँ जे भन्छ त्यतै गरेर चाहिँ हजुरले आफ्नो फेस भेरिफिकेसन चाहिँ कम्प्लिट गर्नु होला हैन। अब यति गरेपछि हजुरले चाहिँ इजेबल हुन्छ यसबाट चाहिँ अर्निङ गर्नको लागि हैन। अब हजुरको नेक्स्ट स्टेप भनेको त्यहाँ चाहिँ एजेन्सी जोइन गर्नुपर्ने हुन्छ र महत्त्व एकदमै इम्पोर्टेन्ट स्टेप रहेको छ। हजुरले सिम्पली हजुरको अगाडि चाहिँ जोइन एजेन्सी अथवा जोइन होस्ट समथिङ त्यस्तै उस आउँछ हैन, आइकन आउँछ। हजुरले सिम्पली त्यसमा क्लिक गर्नुपर्ने हुन्छ र यहाँ रहेको 2190997 यो कोड हाल्नुपर्ने हुन्छ हैन एजेन्सीमा जोइन हुनको लागि र त्यहाँबाट जोइन गरेपछि हजुरले चाहिँ यसबाट चाहिँ अर्निङ गर्नको लागि चाहिँ रेडी हुनुहुन्छ हैन। अब हजुरले कसरी के गर्ने, कसरी अर्निङ गर्ने म सम्पूर्ण कुरा बताउँछु हैन। हजुरले सिम्पल त्यति गरेपछि आफ्नो चाहिँ यो होस्ट टास्कमा क्लिक गर्नु होला। हजुरलाई डेली हजुरलाई चाहिँ हैन 7 दिनसम्म चाहिँ हजुरलाई चाहिँ 50,000 गरेर चाहिँ हजुरलाई चाहिँ डायमन्ड दिन्छ हैन। 2 घण्टा लगाएपछि हजुरलाई टोटल 1 लाख डायमन्ड दिन्छ हैन। मेरो चाहिँ अहिले चाहिँ 7 दिन कटिसकेर चाहिँ मलाई चाहिँ अब 6,000 दिएको छ। हजुरलाई चाहिँ 50,000 गरेर चाहिँ दिनमा चाहिँ 1 लाख चाहिँ डायमन्ड दिन्छ। हजुरले चाहिँ सिम्पली लाइभ बस्नुपर्ने हुन्छ, 2 घण्टा लाइभ बसेको हजुरलाई चाहिँ 1 लाख डायमन्ड दिन्छ हैन। अनि हजुरले चाहिँ विड्रो गर्नको लागि चाहिँ मिनिमम चाहिँ 10 लाख चाहिँ डायमन्ड चाहिन्छ हैन। एक दिनमा हजुरलाई चाहिँ 1 लाख चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ। अब लाइभ कसरी बस्ने भन्दा चाहिँ हजुरले सिम्पली यो माई ओनमा क्लिक गर्नु होला माथिपट्टि र आफ्नो यहाँ प्रोफाइलमा क्लिक गर्नु होला। प्रोफाइलमा क्लिक गरेपछि चाहिँ हजुरको लाइभ चाहिँ यहाँ खुल्छ र हजुरले सिम्पली यहाँ माथिमा चाहिँ टेक माइकमा क्लिक गर्नु होला र आफू चाहिँ यहाँ लाइभमा चाहिँ बस्नु होला 2 घण्टासम्म। अब 2 घण्टासम्म लाइभमा बसेपछि हजुरहरू चाहिँ के गर्नु होला चाहिँ फेरि मीमा जानु होला र होस्ट टास्कमा जानु होला र हजुरहरूको अगाडि चाहिँ दुईवटा चाहिँ क्लेम गर्ने अप्सन आउँछ हैन। 50,000 चाहिँ डायमन्ड चाहिँ हैन। त्यति गरेपछि चाहिँ हजुरहरूले चाहिँ यहाँबाट चाहिँ अर्निङ गर्न सक्नुभयो हैन। अब हजुर चाहिँ डायमन्ड चाहिँ डेली कलेक्ट गर्नुभयो हैन 50,000 गरेर हैन। अब यसबाट चाहिँ विड्रो गर्नको लागि सिम्पली वालेटमा क्लिक गर्नु यहाँ माथि र वालेटमा क्लिक गरेपछि हजुरले सिम्पली जानुहोस् यहाँ डायमन्डमा र डायमन्डमा गएपछि हजुरले चाहिँ यहाँ हजुरहरूसँग चाहिँ यहाँ मिनिमम चाहिँ 10 लाख चाहिँ डायमन्ड हुनुपर्छ। मैले विड्रो गरिसकेको हुनाले चाहिँ मेरो चाहिँ डायमन्ड त्यति छैन हैन। सिम्पली यहाँ ब्यालेन्समा क्लिक गर्ने र नेपाल चुज गर्ने र यति गरेपछि हजुरले ई7 खल्टी जुनमा भए पनि विड्रो गर्न सक्नुहुन्छ। एकदमै सजिलो छ हैन। र अझै हजुरले चाहिँ राम्रोसँग अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ हजुरले चाहिँ साथीहरूलाई इन्भाइट पनि गर्न सक्नुहुन्छ। इन्भाइटको सेक्सन पनि रहेको छ, यहाँबाट इन्भाइट पनि गर्न सक्नुहुन्छ साथीहरूलाई हैन। इन्भाइट गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। इन्भाइटको उस पनि टास्कहरू रहेको छ हैन। त्यस्तै गरेर हजुरले चाहिँ यसमा चाहिँ रिचार्ज गर्न पर्यो, कोइन टपअप गरेर चाहिँ गेम खेल्न पर्यो भने चाहिँ वालेटमा जानु होला र यहाँ थुप्रै कोइन सेलर हुन्छ हाम्रो नेपाली। यहाँ चाहिँ वाट्सएपमा क्लिक गर्ने अनि उहाँहरूलाई चाहिँ कोइनको रेटको हिसाबले पे गरिदिनु अनि उहाँहरूले कोइन हालिदिइहाल्नुहुन्छ। त्यसपछि हजुरले चाहिँ गेम खेल्न सक्नुहुन्छ र एकदमै राम्रोसँग चाहिँ यस एप्लिकेसनमा चाहिँ अर्निङ गर्न सक्नुहुन्छ है। हस् आजको लागि भिडियो यति नै रहेको छैन। यदि भिडियो मन पऱ्यो भने चाहिँ भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र अर्को भिडियोमा चाहिँ हैन हामीले चाहिँ यस एप्लिकेसनमा चाहिँ अझै धेरै एमाउन्ट चाहिँ विड्रो गरेर देखाउनेछौँ।